म चाहिँ कहाँबाट सुरु गरौँ भनेर सोचिरहेको थिएँ हैन। त्यही भएर आज मैले हैन धेरै सोचेर चाहिँ मैले यो भिडियो हाल्नु पर्यो हैन। अब यसरी फोनमै राखेर त भएन भनेर चाहिँ मैले यो भिडियो आज एडिट गर्न गइरहेको छु हैन। यो चाहिँ हाम्रो के हो भने चाहिँ हाम्रो बहिनी प्रियङ्का र भाइ पेम्बा भाइको चाहिँ हैन नयाँ यात्रा सुरु हुन गइरहेको हैन। उनीहरूको नयाँ आप्पा र आमा हुन गइरहनु भएको छ हैन। त्यही भएर चाहिँ उहाँले सानो बेबी सावर राख्नु भएको थियो हैन। अन्त हामीलाई पनि इन्भाइट, हामीलाई पनि निमन्त्रण गर्नुभएको थियो। हामी पनि यो उहाँको बेबी सावरमा हैन सम्मेलन हुन पायौँ हैन। एकदमै खुसी लाग्यो हैन। हामी हैन अब हाइफा गयौँ। अब यहाँ विदेशको काम यस्तै छ, तर पनि हामीले म्यानेज गरेर हैन एक दिनको छुट्टी मिलाएर भए पनि हाम्रो बहिनी र भाइको बेबी सावरमा हामीले सम्मेलन हुन पायौँ, भाग लिन पायौँ हैन। यसमा हामी अन्तर हृदयबाट एकदमै खुसी छौँ र विशेष गरी हाम्रो भाइ पेम्बा र बहिनी प्रियङ्कालाई हृदयबाट एकदम धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छु हैन। यसरी नै तपाईहरुको फुलो फलो हैन अझै खुसी रहनु होला, हेल्दी बस्नु होला हैन। अन्त हाम्रो बहिनी प्रियङ्का र भाइ पेम्बाको नयाँ बेबी गर्ललाई पनि वेलकम गर्न चाहे हैन। बेबी गर्ल एकदम फर्स्टमै हाम्रो बेबी गर्ल भनेको चाहिँ हैन लक्ष्मी घर आउनु हुँदैछ हैन। त्यसको लागि चाहिँ एकदम खुसी छौँ हैन। हाम्रो लक्ष्मीलाई एकदम वेलकम गर्न चाहन्छु हैन, भन्न चाहे। अब अरू त के भन्नु, अब यहाँ विदेशमा सानो भए पनि यति हामीले हैन खुसी मनाउन पायौँ बहिनी प्रियङ्का र भाइ पेम्बासँग। उहाँको खुसीमा हामी सम्मेलन हुन पायौँ, यसमा नि हामी एकदमै खुसी छौँ। र अरू त के भन्नु हैन। यो भिडियो त अब अलिक पहिलाको हो, अब अलिक यताउति गरेर बाध्यताले हैन कामले गर्दा अलिक ढिलो भयो हैन। हामी चाहिँ एकदम खुसी छौँ। हामी चाहिँ भाइ र बहिनीको हैन अब न्युबर्न बेबीको लागि एकदम खुसी छौँ। र साथैमा हैन अब आप्पा र आमा हुनेको हैन नयाँ जर्नीमा पनि एकदमै तपाईहरुलाई शुभकामना छ है। साथैमा तपाईहरुको परिवारलाई पनि एकदमै शुभकामना छ। यो चाहिँ एकदम हैन खुसीको कुरा, खुसी मात्रै नै एकदम यो चाहिँ हर्षको कुरा हो हैन। र यो सबैको भाग्यमा हुँदैन हैन। यो चाहिँ एकदम तपाईहरुको एकदम ठुलो हैन। अब के भन्नु, यस्तै छ है। अब मलाई कति भन्नु आउँदैन कति कुरोहरू है, तर एकदमै खुसी छु है। हामी सबैजना हामी आयौँ तपाईहरुको यो बेबी सावरमा हैन। अन्त खुसी गर्यौँ, नाच्यौँ, गायौँ, अलिअलि खायौँ पियौँ है, मजा आयो। अन्त तपाईहरुलाई पनि मेरोबाट धेर सारा आशीर्वाद छ हैन। फेरि भेटौँ हैन। फेरि बेबी आइसकेपछि फेरि हामी आउँला नानीलाई भेट्न, प्रिन्सेसलाई, हाम्रो लक्ष्मीलाई हैन। अन्त सबैजनालाई हैन यस्तै छ। हामी यो चाहिँ प्रियङ्का बहिनी र भाइको हैन बेबी सावर थियो। सबैजनाले हैन आशीर्वाद दिनु होला, हेल्दी स्वास्थ्य बस्नु भनेर आशीर्वाद दिनु होला हैन। अन्त सबैजना खुसी पनि रहनु होला है। अन्तखेरि चाहिँ हाम्रो यस्तै छ यहाँ विदेशको कुरोहरू। अनि भाइ पेम्बा र बहिनी प्रियङ्काको पनि फ्यामिलीलाई बधाई छ है। एकदम धेरै धेरै बधाई भन्न चाहन्छ। र अब यतिमै अन्त गर्न गइरहेको छु। धन्यवाद। हामीलाई फेरि भेटौँ है बहिनी प्रियङ्का भाइ है। ल शुभकामना छ। थ्याङ्क यू। बाई बाई।